काठमाडौँ महानगरपालिकाले काठमाडौँको रानीबारी क्षेत्रमा रहेका कबाडी सङ्कलन केन्द्रमा डोजर चलाएको छ। बिहिबार महानगर प्रहरी बलले रानीबारी क्षेत्रको टाउन प्लानिङभित्र रहेका 2वटा कबाडी सङ्कलन केन्द्रमा डोजर चलाएको हो। बस्तीका बीच कबाडी सङ्कलन केन्द्र रहँदा जोखिम हुने भन्दै कबाडी सङ्कलन केन्द्र हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कबाड सङ्कलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ। त्यसका विरुद्ध कबाड व्यवसायीहरूले विरोध गर्दै आएका छन्। टाउन प्लानिङको बीचमा यसरी कबाडी राखेर उहाँलाई पटक भन्दा पनि नहटेको कारणले आज डोजर लाउन बाध्य भयो। यहाँहरूलाई थाहा होला महानगरपालिकाले महानगर प्रहरी बलले 2 वर्ष अगाडिदेखि कतिवटा कबाडी हानिसक्यो भनेपछि त उहाँहरूलाई कबाडी महानगरभित्र हुँदैन भनेर त पूर्व सूचना छ नि त। हजुर बिचमा हेर्नु त दायाँ बायाँ यत्र घरहरू छ, प्लानिङ छ, प्लानिङको बिचमा यसरी बसेर यो जोखिम बनाउनु त भएन नि त। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।